भोलिको लागि तयारी जारी छ। मोमोको मसला बनाउँदैछु अनि हाम्रो यता चाहिँ हाम्रो सरले के गर्दै हुन्छ भन्नु त सेलरोटी कस्तो बनाउने हो त काटेर हैन फिलिपिनो फाल्दैछ जमेकन नेपाली हाम्रो हुँदैछ हैन। ल सेलरोटी पाक्दैछ। सेलरोटी देख्न सक्नुहुन्छ हाम्रो रमेश सरले दामी तरिकाले आका टोपी अनि यतिको दरवा सुरुवाल भइसक्यो त खाए त नि। ओ वाह हेलो हाई एन्ड नमस्ते तपाईहरु सबैलाई स्वागत छ मेरो ब्लगमा। अनि हाम्रो चाहिँ आज हैन भोलि डाइभर्सिटी एन्ड कल्चरल सोकेसमा हाम्रो इभेन्ट हुँदैछ हैन। अनि त्यसको लागि तयारी गर्दै हुनुहुन्छ हाम्रो यहाँ। ल के बोल्नु पर्ने छ तपाईहरुलाई कस्तो लागिरहेछ तयारी गर्नको लागि भोलिको लागि? नमस्ते भन भोलिको लागि हैन। यो चाहिँ अचारको लागि मोमोको लागि हाम्रो चाहिँ 6वटा डिस रहेको छ। 6वटा डिसमा हाम्रो लाफिङ मोमो अनि त्यसपछि गोर्खाली अचार अनि सेलरोटी अनि त्यसपछि हाम्रो चाम्रे अनि त्यसपछि हाम्रो मटन के रहेको छ पक। अन्त ल है हामी चाहिँ प्रिपेयर हुँदैछ भोलिको लागि तयारी जारी छ। यो चाहिँ हामी मोमो डो बनाउँदैछौँ। मोमो डोको लागि रेडी हुँदैछ। ल म चाहिँ मोमोको मसला बनाउँदैछु अनि हाम्रो यता चाहिँ हाम्रो सरले के गर्दै हुन्छ भन्नु त सेलरोटी कस्तो बनाउने हो त काटेर हैन। यसरी बल आउनुपर्छ हैन त बेस्ट हैन। खायो नि इन्डीको खायो नि हैन। ल हुँदैछ हैन। ल यो हुँदैछ। अब म यो म्यारिनेट गर्दैछु मोमोको लागि। त्यसपछि रेडी हुन्छ। अझै पनि हामीसँग किमा टन्नै छ। हिजो मिन्च गरेर राखेको तर हामीलाई यतिले पुग्छ जस्तो छ त्यही भएर हामीले आधी मात्रै बनाएको छौँ। त्यो पाक्दैछ। सेलरोटी देख्न सक्नुहुन्छ हाम्रो रमेश सरले दामी तरिकाले हाल्दै हुनुहुन्छ होइन त भन्नु सर के भन्न चाहनुहुन्छ भन्नु के भन्न चाहनुहुन्छ होइन। कस्तो रोटी कस्तो हुँदैछ बल हुँदैछ नि बल छ नि होइन। कतिखेर बनाउनु भोलि बिहान बनाउने ल त्यतिखेर है। अहिले चाहिँ म लाफिङ बनाउँदैछु होइन हाम्रो इभेन्टको लागि। लाफिङ अलमोस्ट रेडी भइसकेको छ। एकदम राम्रो सफ्ट दामी भएको छ होइन देख्न सक्नुहुन्छ यहाँ। अनि त्यसपछि यहाँ अलमोस्ट 15-16वटा भइसकेको छ। अब फाइनल अब यति बाँकी छ। बनाउने तरिका चाहिँ मेरो यस्तो रहेको छ तपाईहरु देख्न सक्नुहुन्छ। यस्तरी दामी हुन्छ मसला। खासमा चाहिँ मैले यो के ठुलो पट हालेर चाहिँ स्टिलको प्लेटमा चाहिँ राख्नुपर्ने हुन्थ्यो तर मसँग स्टिलको छैन अनि ठुलो पट पनि छैन। त्यही भएर घरमा जे छ त्यही तरिकाले आफ्नै तरिकाले बनाएको। यो चाहिँ मेरो स्टाइलमा हो होइन। यो चाहिँ नन स्टिकी प्यानमा गरेर यसरी पनि दामी हुन्छ तपाईँले देख्न सक्नुहुन्छ। यो गुल्टन त्यसपछि मैले गुल्टन बनाउँछु। गुल्टन र स्टार चाहिँ मैले सेपरेट गरेर बनाएको यसरी बनाइन्छ दामी छ है। Hi guys, what you are making my friend? Huh? What you are making? Rice and bean. Rice? Okay. Then we are also going to make the mutton. मटन पक्को होइन। यस्तो दामी तरिकाले मजाले चलाएर हल्का स्मेल दामी आइरहेको छ। स्मेल दामी आएको छ। अनि दुध रोटी पनि बन्दैछ यतापट्टि पुरै हुँदैछ। यता जमेकाको टिमले गर्दैछ यतातिर दामी तरिकाले। अब उतातिर हुँदैछ सबै रेडी हुँदैछ आफ्नो कन्ट्रीको सबैले रिप्रेजेन्ट गर्ने भएर जस्ट दामी छ सबै आफ्नो कन्ट्रीको। फिलिपिनो फाल्दैछ जमेकन नेपाली हाम्रो हुँदैछ होइन। ल हाम्रो रमेश सरले चाम्रे बनाउँदै हुनुहुन्छ होइन। घिउको दामी बास्ना आइरहेको छ यार होइन त। यति त हुनु पर्यो नि मजाले फ्राई गर। के अरे टटक्कै पड्किनु पर्यो टटक्क गरेर
अनि पो दामी भयो होला हैन ल सबै खानाहरू चाहिँ रेडी भएर अब हामी चाहिँ सबै प्लेटिङ गर्दैछौँ प्लेटिङ भनेर बुफेको लागि टक्क राखिकन हैन सबै दुध रोटीको लागि अनि त्यसपछि अचारहरू गुन्द्रुकहरू चाम्रेहरू अनि सबै त्यहीँ छ अनि त्यसपछि चाहिँ यहाँ लाफिङ सबै मोमो भाइ आर यु एक्साइटेड ट्रेडिसनल खानाहरू हामीले चाहिँ बनाउँदैछौँ चाम्रेहरू पनि अब कसरी चाहिँ उयो इन्भेन्टेड भएकोहरू सबै एक्सप्लेनेसनहरू सबै यहाँ छ हाम्रो होइन अनि त्यसपछि ल्याम्पाको पनि कसरी कुक गर्ने सबै छ हामीसँग अब अचारहरू सबै अब हामी सेलरोटीहरू हामीसँग टन्ने चाहिँ हामी सेटअप गर्दैछौँ अहिले चाहिँ लाफिङ छ सबै सेटअप हुँदैछ Chef John from US. Say hi, Chef John. हाम्रो टक्क खाटी नेपाली त यहाँ पो देखिन्छ त हे तेरिका ए सरी भन्नु भाइ सेलरोटी त्यहाँ हामीसँग छ मैले पोलेको हिजो आज घरमा छ ए हो यो सेलरोटी खानु न खानु खाँदा फाल्छ खानु छ ल टेस्ट पनि गर्नु त एकपल्ट होइन खानु पनि तपाईँ कस्तो छ भगवान यतिको है सक्यो अन्त ल फोटो सुट हुँदैछ यतातिर चाहिँ यो अन्त तरिका भनेको त अन्त यति गर्दा खाए त नि खाए यतिको ढाका टोपी अनि यतिको दौरा सुरुवाल भइसकेपछि त खाए त नि Wow, very nice, very delicious. The Cayman Island food stall. अब यहाँ चाहिँ जमैकाको छ अब जमैकाको देखाउँछु तपाईहरुलाई म खानेकुराहरु जमैकाको पनि डिलिसियस दामी छ उनीहरुको पनि दामी बनाएको छ Hello brother India Wow India क्या ले भाई सब ठीक है इंडिया का बढ़िया ना हेलो हाउ आर यू वाह सुँगुर पुरै सुँगुर हालेको छ यहाँ चाहिँ Oh wow! Name of this food? Lechon babo. Wow, that's fantastic, delicious. हाम्रो मोमो जस्तो त अर्कै राखेको छ यहाँ चाहिँ ओ डेजर्टहरु चाहिँ यहाँ चाहिँ टन्नै राखेको छ Wow, beautiful. अब लास्टमा चाहिँ आउँछ हाम्रो नेपालको फुड स्टल हैन वाह हाम्रो पनि केही भने कम छैन क्या यहाँ हान्नु त
बा दुध रोटीहरू यहाँ डेजर्टहरू लाफिङहरू सबै छ तपाईँले देख्न सक्नुहुनेछ यहाँ सेल रोटी अनि हाम्रो ट्रेडिसनल सामानहरू पनि छ हामीसँग यहाँ हेर्नु यहाँ पाक्कु चाम्रे वाह ए त्यही खतरा देश साथै यो चाहिँ हाम्रो नेपालको फुड स्टल दामी Wonderful to try, and lamb pakku, the special mutton dish. वाउ नेपालले जित्यो नेपालले उसमा बधाई छ आज चाहिँ हामीले बेस्ट फुड अवार्ड पायौँ होइन सबैभन्दा राम्रो फुड खाना भएर त्यही भएर हामी एकदम सेटिस्फाई अनि खुसी पनि छौँ हाम्रो होइन हाम्रो कङ्ग्रेचुलेसन पनि हाम्रो यति हार्डवर्क गरेको होइन हामीले पहिला पायौँ नि त एकदम राम्रो लाग्छ किन भन्नु त बेस्ट फुड अब संसारभर बेस्ट फुड फिलिपिनो पनि त्यस्तै राम्रो थियो इन्डियाको पनि थियो जमेकाको थियो केमन आइल्यान्डको थियो बेस्ट फुड भनेर होइन अब के हुन्छ त्यही भएर थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो अब मेरो एउटा साथी छ साथीलाई पनि देखाउँछु कस्तो नेपाली फुड भयो भनेर लुचा हाउ च फुड गुड नाउ विच फुड यु आर इन फिलिपिनो No, you had already. Yeah. Thank you so much. How is the Nepali food? Did you taste? Amazing, the best one. Wow.